हेर्नु है मेरा छोरा छोरी तरकारी काँक्रा पठाउँदैछु क्या मैले मेरा इष्टमित्र आज त सबलाई प्यार नि सबलाई पुर्याउनु पर्ने क्या साथी एउटालाई मात्रै हो र मेरा त सब इष्टमित्र यति छन् कि ओहो हरियो पर्कालो गाउँघरको भनेपछि सबैलाई एकदम चिज साथी तपाईँहरूलाई पनि मनपर्छ अनि मनपर्छ भन्नुहोस् है हाम्रा त गाउँघरमा यति चिज हुन्छ साथी हो र सबैलाई पुर्याउन पर्ने एकदम मग्गे राख्न पर्ने क्या आफूले मात्रै खाएर हुन्छ र आफ्ना इष्टमित्रलाई नि सबैलाई सम्मान गर्न सिक्नुपर्छ साथी हो म त फिटिक्कै खान्न क्या आफूले मात्रै त म त हरियो मकै पनि पठाउँदैछु सबलाई साथी तपाईँलाई पनि हरियो मकै मनपर्छ भने आउनुहोस् है खाना सबजना है मैले बोलाइराखेको छु सबजना आफ्ना इष्टमित्र दाजुभाइ दिदीबहिनीहरूलाई के अरे म त बोकेर आउन त म भ्याउँदिनँ साथी हो सबलाई मैले मगे राखेको छु अलिअलि भएको हाम्रा गाउँघरको अर्ग्यानिक कति राम्रो हेर्नु त आहा फर्सीका मन्टा पर्कालो गाउँघरको भनेपछि कति चिज हुने हो क्या साथी बजारमा ल हेर्नु म त अहिले मेरा छोरा छोरीलाई सप्लाई गर्छु